साथीहरु स्वागत छ आजको यस नेप्से अपडेट युट्युब च्यानलमा। यस च्यानलमा नयाँ हुनुहुन्छ भने यस च्यानललाई लाइक, शेयर र सब्स्क्राइब गरेर छेउमा रहेको घण्टी दबाएर यस च्यानलमा आउने नयाँ भिडियो सबैभन्दा पहिला हजुरले हेर्न सक्नुहुनेछ। र अब कुरा गरौँ आजको भिडियोतर्फ। आज चाहिँ मैले यस भिडियो मार्फत हामीले शेयर कसरी भर्न सकिन्छ र शेयर भर्न के डकुमेन्टहरु चाहिन्छ र शेयरको अन्य कुराहरु पनि भन्ने छु। शेयर भनेको के हो भन्दाखेरि चाहिँ कुनै पनि एउटा नयाँ कम्पनीले आफ्नो कम्पनी स्थापना गर्नको लागि कम्पनीलाई चाहिने पुँजी वृद्धिको लागि जनरल पब्लिकबाट उठाए बापत पब्लिकहरुलाई दिएको शेयर नै शेयर हो। र अब हामीहरुले शेयर भर्नको लागि हामीहरुलाई चाहिँ के चाहिन्छ? सबैभन्दा सुरुमा चाहिँ हजुरहरु चाहिँ 18 वर्ष पुगेको हुनुपर्छ र 18 वर्ष पुग्नु भएको छैन भने चाहिँ हजुरहरुले माइनर पनि खोल्न सक्नुहुनेछ। र बैंकमा गएर हामीले सबैभन्दा पहिला डिमेट खाता बनाउनु पर्छ। डिमेट खाता बनाइसकेपछि त्यहाँ हामीले डिपी आईडी पाउँछौं र आईडी पासवर्ड पाएपछि शेयर भर्नको लागि भनेर बैंकले चाहिँ सीआरए नम्बर पनि उपलब्ध गराउँछ र हामीले त्यसपछि चाहिँ शेयर भर्न सकिनेछ। र डिमेट खाता खोल्नको लागि चाहिँ हजुरहरुलाई चाहिँ नागरिकता चाहियो र 2टा फोटो चाहिन्छ र यो भयो शेयर सम्बन्धी कुरा। अब शेयर भर्नको लागि चाहिँ हामीलाई चाहिँ सबैभन्दा पहिला चाहिँ बैंक खातामा पैसा चाहिन्छ। मिनिमम 1000 रुपैयाँ भयो भने हजुरहरुले चाहिँ 10 किताको आवेदन दिन सक्नुहुनेछ। र आवेदन दिइसकेपछि चाहिँ हजुरहरुले चाहिँ त्यस कम्पनीमा आवेदन दिइसकेपछि हजुरहरुले आफ्नो भेरिफाइड भयो कि भएन भनेर पनि हेर्न सक्नुहुनेछ। यदि भेरिफाइड भयो भने चाहिँ त्यस कम्पनीले हजुरहरुको पैसा चाहिँ ब्लकमा राखेको हुन्छ र ब्लकमा राखिसकेपछि चाहिँ अब हजुरले भरेको शेयर चाहिँ एप्रुभ भएको छ भन्ने पनि बुझिन्छ। र त्यो पैसा ब्लक भइसकेपछि चाहिँ हजुरहरुले चाहिँ त्यो पैसालाई चाहिँ चलाउनु मिल्दैन। र अब कुरा गरौँ शेयर भरेपछि चाहिँ अब पर्यो कि परेन भनेर चाहिँ कसरी हेर्ने? शेयर भरेको लगभग 10 दिनपछि चाहिँ कम्पनीले चाहिँ आफ्नो शेयरको रिजल्ट निकाल्ने छ र रिजल्ट निकालेपछि चाहिँ हजुरहरुले मेरो शेयरमा गएर बिओ आईडी हानेर चाहिँ आफ्नो रिजल्ट चेक गर्न सक्नुहुनेछ। र रिजल्ट चेक गरिसकेपछि चाहिँ हजुरहरुलाई एलोटेड भन्यो भने चाहिँ हजुरहरुले चाहिँ त्यो शेयर चाहिँ प्राप्त गर्नुभयो। यदि नट एलोटेड भन्यो भने चाहिँ हजुरहरुले चाहिँ त्यो शेयर चाहिँ प्राप्त गर्नुहुने छैन। यदि प्राप्त गर्नुभयो भने चाहिँ हजुरहरुको लगभग नेप्सेमा लिस्टेड भइसकेपछि हजुरहरुको पैसा चाहिँ खातामा देखाउँछ। यदि शेयर परेन भने चाहिँ हजुरहरुले जुन बैंकबाट भर्नुभएछ त्यो बैंकमा चाहिँ पैसा फिर्ता आउँछ। हस्त साथीहरु आजको लागि भिडियो यति नै। भिडियो मन पर्यो भने चाहिँ एक लाइक र एक सब्स्क्राइब गर्न चाहिँ नबिर्सिनु होला। धन्यवाद।